वेलकम टु हाम्रो लिङ्क। आज हामी हाम्रो लिङ्कबाट एउटा कन्सल्टेन्सीको लागि प्रोफेसनल वेबसाइट बनाउनेछौँ। तर त्यसभन्दा अगाडि हाम्रो लिङ्कबाट के गर्न सकिन्छ भन्ने कुरा एकचोटि हेरिहालौँ। हाम्रो लिङ्कबाट तपाईँले आफ्नो बिजनेसको लागि फुल्ली प्रोफेसनल वेबसाइट बनाउन सक्नुहुन्छ। जस्ट आफ्नो बिजनेसको डिटेल एड गर्नुहोस् अनि तपाईँको वेबसाइट विदिन मिनट्स लाइभ हुन्छ। हाम्रो लिङ्कमा प्रोफेसनल इमेल सिस्टम पनि एभाइलेबल छ, जसको हेल्पले तपाईँले आफ्नो क्लाइन्ट्सहरूलाई प्रोफेसनल इमेज पठाउन सक्नुहुन्छ युजिङ रेडिमेड फ्री टेम्प्लेट्स। तपाईँको वेबसाइटमा आएको इन्क्वायरिज, कन्ट्याक्ट फर्म्स, बुकिङ्सहरू सबै अटोमेटिकली सिआरएममा ब्याकअप हुन्छ, जसले गर्दा लेटर फलोअप गर्न एकदमै सजिलो हुन्छ डाइरेक्टली इमेलबाट। त्यति मात्रै होइन, तपाईँको बिजनेसको क्वायरिज र क्लाइन्ट क्वेसन्स ह्यान्डल गर्न एआई च्याटबोट पनि एभाइलेबल छ। यो च्याटबोटले कस्टमर सपोर्ट, बुकिङ म्यानेजमेन्ट, इन्क्वायरी ह्यान्डलिङ जस्ता कामहरू अटोमेट गर्छ अनि सबै डेटा सिआरएममा अटोमेटिकली सेभ पनि हुन्छ। र बिजनेस ग्रोथ ट्र्याक गर्न एनालाइटिक्स सिस्टम पनि छ, जसमा तपाईँले वेबसाइट भिजिटर्स, इन्क्वायरिज, पर्फर्मेन्स र क्लाइन्ट इन्गेजमेन्ट सबै मोनिटर गर्न सक्नुहुन्छ। सो केही ढिला नगरी लेट्स गेट स्टार्टेड। र त्यस पछाडि हामीले जुनै पनि ब्राउजरमा आएर हाम्रो लिङ्क.com हानिसके पछाडि त्यस पछाडि तपाईँले यहाँनिर स्टार्ट फर फ्रीको बटन देख्नुहुन्छ। यो स्टार्ट फर फ्रीको बटनमा थिचिसके पछाडि तपाईँले यस्तो एउटा लगइन फर्म खुल्छ र यहाँनिर तपाईँले इमेल र पासवर्ड हालेर पनि साइनअप गर्न सक्नुहुन्छ, या त गुगलबाट पनि साइनअप गर्न सकिन्छ। अहिले चाहिँ म गुगलबाट साइन इन गर्छु। यहाँनिर क्लिक गरिसकेपछि मैले गुगल एकाउन्ट छान्छु र यहाँनिर कन्टिन्यू गरेर क्लिक गर्छु र लगइन भइसके पछाडि एउटा यस्तो खालको ड्यासबोर्ड देखिन्छ र यहाँनिर अहिले हामी फ्री प्लानमा छौँ र हामीले अहिले कन्सल्टेन्सीको लागि वेबसाइट बनाउँदैछ, त्यही भएर हामीले यहाँ प्लान चाहिँ अपग्रेड गर्नुपर्ने हुन्छ र त्यसको लागि हामीलाई बिजनेस प्लान चाहिन्छ र म यहाँ क्लिक गरेर त्यसरी अपग्रेड प्लान भन्ने छ यहाँनिर क्लिक गर्छु। यहाँनिर क्लिक गरिसके पछाडि यहाँनिर बिजनेस प्लान देख्नुहुन्छ 399 पर मन्थमा र यहाँनिर 7 डे फ्री ट्रायल पनि छ र सुरुमा तपाईँले ट्राई गरेर हेर्नको लागि कुनै पनि पैसा लाग्दैन। र यहाँनिर क्लिक गरिसके पछाडि त्यस पछाडि तपाईँको यहाँनिर बिजनेस प्लानमा चेन्ज भइसकेको छ र त्यस पछाडि ब्याक गएर यहाँनिर न्यू साइट भनेर यहाँ पनि छ, यहाँनिर न्यू वेबसाइट भनेर यहाँ पनि देखिन्छ। यहाँनिर क्रिएट फर्स्ट वेबसाइट र जहीँ पनि क्लिक गरिसके पछाडि एउटा टेम्प्लेट्सको सेक्सन खोलिन्छ र यहाँनिर चाहिँ धेरै टेम्प्लेट्स छ। अहिले हामी कन्सल्टेन्सीको लागि बनाउने भएको भएर यहाँनिर कन्सल्टेन्सीमा क्लिक गर्छौँ र यहाँनिर धेरै डिजाइनहरू छ। अहिले चाहिँ म यो टेम्प्लेट सिलेक्ट गर्छु र यहाँनिर यस्तो इन्टरफेस खुल्छ। यहाँनिर चाहिँ तपाईँले आफ्नो बिजनेसको डिटेल्सहरू फिल गर्नुपर्ने हुन्छ र यहाँनिर चाहिँ अहिले म बिजनेसको नेम चाहिँ यो राख्दैछु, एटोलिङ इन्टरनेसनल इटरी। र त्यस पछाडि अहिलेको सब डोमेन चाहिँ म यही छोडिदिइराख्छु। त्यस पछाडि एउटा हामीलाई हाम्रो लिङ्कको इमेल चाहिन्छ। यो इमेल चाहिँ पछि तपाईँको कन्ट्याक्ट फर्म आयो, तपाईँले कुनै स्टुडेन्टलाई इमेल पठाउनु पऱ्यो भने चाहिँ यो इमेलबाट तपाईँले पठाउन सक्नुहुन्छ। र मैले इमेल चाहिँ अहिलेको लागि एडोलिङ्क इन्टरनेसनल राखेँ र त्यस पछाडि कम्पनीको नेम, हाम्रो कम्पनीको नेम र बिजनेसको नेम एउटै भएकोले म यसैलाई कपी गरेर यहाँनिर पेस्ट गर्छु। त्यस पछाडि बिजनेस एड्रेसको लागि अहिले मैले सुनसरी राखेको छु र कन्ट्याक्ट नम्बर अहिले कन्ट्याक्ट नम्बर छैन हामीसँग, त्यही भएर म कन्ट्याक्ट नम्बरमा चाहिँ एउटा ऱ्यान्डमली नम्बर राखिदिन्छु। र त्यस पछाडि बिजनेस इमेलमा चाहिँ तपाईँको ट्रान्जेक्सनल इमेलहरू, तपाईँ स्टुडेन्टले पठाएको इमेलहरू सबै त्यो इमेल जिमेलमा आउँछ, त्यही भएर यहाँनिर चाहिँ रियल इमेल राख्नुपर्ने हुन्छ। त्यसका लागि चाहिँ ओके, मैले यो जिमेल राखेको छु र कम्पनीको डिस्क्रिप्सन चाहिँ 100 देखि 300 वर्ड्सको बिचमा लगाउनु पर्ने हुन्छ र यसको लागि चाहिँ म यहाँनिर सिम्पली च्याट जिपिटीमा लेखाउँछु। च्याट जिपिटीमा गएर यहाँनिर म 300 गरेको मात्रै लेखेको छु मैले, पुरै डिटेल्स पनि दिएन।
अस्ट्रेलिया। ओके, त्यस पछाडि यसले लेख्छ एउटा सानो डिस्क्रिप्सन। ओके, म अब यसलाई कपी गर्छु र यहाँनिर आएर पेस्ट गरिदिन्छु। ओके, 257 नोट्स रहेको छ। अहिले मसँग फेसबुक, इन्स्टाग्राम, ट्विटरको कुनै पनि एकाउन्ट छैन, त्यही भएर यहाँनिर पर्दैन, अहिले म हाल्दिनँ। र त्यस पछाडि लोगो, अहिले चाहिँ म यहाँनिर लोगो छ, त्यही भएर यहाँ गएर एउटा लोगो अपडेट गर्छु। ओके, त्यस पछाडि अब यहाँनिर युज दिस टेम्प्लेट भन्ने बटनमा क्लिक गरिसके पछाडि चाहिँ क्रिएटिङ योर वेबसाइट भनेर रेडी हुँदैछ। र तपाईँको वेबसाइट चाहिँ यो डोमेनमा लाइभ हुन्छ। अहिले हेर्दाखेरि सायद देखाउँदैन होला, अहिले साइट नट फाउन्ड भनिरहेछ, किनभने यहाँ क्लिकिङ हुँदैछ। 6.5 hours later. ओके, यहाँनिर वेबसाइट क्रिएट भइसकेको छ। र त्यो वेबसाइट क्रिएट भइसके पछाडि तपाईँले डाइरेक्ट एडिटरमा आउँछ तपाईँले वेबसाइट एडिट गर्नको लागि। र त्यस पछाडि अहिले हेडरको लागि यहाँनिर हेडर फुटर पेजमा गएर टगल गरेर एडिट गर्न सकिन्छ। जस्तै हेडरमा अहिले यहाँनिर इमेज छ, अहिले यहाँ इमेजको केही पनि छैन। यहाँ अपलोड फ्रम कम्प्युटरमा गएर म अहिले हेडरमा यो लोगो अपलोड गर्छु। लोगो अपलोड हुँदैछ, यो इमेज अपलोड भइसकेको छ। र त्यस पछाडि यहाँनिर नम्बर अहिले हामीसँग छ, यहाँ तपाईँले यहाँनिर नम्बर पनि यहाँ गएर एडिट गर्न सकिन्छ। अहिले मैले ऱ्यान्डमली एउटा नम्बर राखिदिएको छु। र त्यस पछाडि यिनीहरू पनि छ, यहाँनिर तपाईँले आफै ब्याक गएर पेज बनाएर यहाँनिर त्यो पेजहरू लिङ्क गर्न सक्नुहुन्छ। जस्तै यहाँनिर पेजको युआरएल राखेर लिङ्क गर्न सकिन्छ। अहिलेको लागि मैले त्यो गरिनँ। त्यस पछाडि यहाँनिर मैले सेभ गरेँ। सेभ गरिसके पछाडि अब यहाँनिर अघिको ठाउँमा आएर हेर्दाखेरि ओके, हाम्रो साइट लाइभ भइसकेको छ। हामीले लागेको लोगो पनि यहाँ छ। अब जस्तै यहाँनिर वेलकम टु ग्लोबल एजुकेसन भनेको छ, यसलाई हामी एडिट गर्छौँ। त्यस पछाडि एडिट पेजमा गएर यो सेक्सनलाई यहाँनिर एआई रिराइट भन्ने पनि छ, यहाँ एआई रिराइटबाट पनि यो एडिट गर्न मिल्छ। जस्तै एडुलिङ्क इन्टरनेसनल इटाहरी, यो अलिक लामो भएकोले इन्टरनेसनललाई म सर्टकटमा डिएल मात्रै बनाउँछु। यसलाई म यतिकै छोडिदिन्छु। र यहाँनिर तपाईँले यस्तो प्याराग्राफ यो के भन्छ यो फ्ल्यागहरू यसरी यिनीहरू सबै एडिट गर्न सक्नुहुन्छ। यहाँनिर अरू कन्ट्री छ भने यहाँनिर एडमा गएर कन्ट्रीको फ्ल्याग पनि एड गर्न सक्नुहुन्छ। त्यस पछाडि यो स्टुडेन्ट प्लेस्ड भनेर अहिलेलाई यहाँनिर 5,000 चाहिँ म 500 मात्रै बनाउँछु। युनिभर्सिटिज 20 छ, यहाँनिर गएर म 20 मात्रै बनाउँछु। र त्यस पछाडि अरू डेस्टिनेसनको सेक्सन आउँछ, यसलाई पनि तपाईँले त्यही तरिकाले एडिट गर्न सक्नुहुन्छ। जुनलाई एडिट गर्नुपर्ने हो त्यसलाई यहाँनिर क्लिक गरिसके पछाडि यो साइडबाट एडिट गर्न सकिन्छ। यहाँनिरको इमेजमा सेट गर्नु भने इमेज यहाँनिर न्यू इमेज भनेर यहाँ आउँछ, नयाँ इमेज अपलोड गर्न सक्नुहुन्छ। यहाँनिर थिच्नुभयो भने त्यही एडिट गर्ने, कन्ट्रीको नाम, डिस्क्रिप्सन, इमेज, युनिभर्सिटिज कतिवटा छ भनेर यहाँबाट डाइरेक्ट एडिट गर्न सकिन्छ। जस्तै मैले यहाँनिर जापानको यो युनिभर्सिटिजमा 40+ छ, मैले यसलाई एडिट गर्नु पर्यो भने यहाँ गएर यहाँनिर युनिभर्सिटिज 40 छ, यसलाई मैले घटाउन सक्छु, यसरी चेन्ज गर्न सक्छु। अहिले मैले 10 मात्रै राखेँ। भिजा सक्सेस 82 छ, यसलाई म चेन्ज गरेर 92 बनाउन सक्छु। र अर्को नेक्स्ट सेक्सन रहेछ पार्टनर युनिभर्सिटिज भन्ने, यसलाई पनि सेम त्यसरी नै एडिट गर्न सकिन्छ। ट्युसन फिसहरू यहाँ गएर नम्बर 1 इन युके ट्युसन फिस 45,000 भनेपछि यसलाई यसरी 4,500 पर इयर। इन जापान 5 लाख पर इयर, यसलाई यसरी 9 यसरी एडिट गर्न सकिन्छ 9 के। त्यस पछाडि अर्को एबाउट रहेको छ, यो एबाउटमा तपाईँले अब सिन्स 2008 होइन, यो सिन्स 2026 यसरी एडिट गर्न सकिन्छ। एडिट गर्न एकदम सिम्पल छ, आफैले जो पहिले पनि एडिट गर्न सकिन्छ। र यहाँनिर यो एबाउटको सेक्सनमा तपाईँले आफ्नो उयसको अफिसको फोटो राख्न सक्नुहुन्छ। त्यस पछाडि अर्को रहेको छ यहाँनिर टिमको फोटो, यसरी यहाँनिर एडिट गर्न सक्नुहुन्छ। न्यू इमेजमा गएर टिमको फोटो पनि लगाउन सक्नुहुन्छ। त्यस पछाडि सर्भिसेसको सेक्सन छ, यसलाई पनि सेम तरिकाले सबै यसरी यहाँ क्लिक गर्दै एडिट गर्न सकिन्छ। त्यस पछाडि यिनीहरू पनि जस्तै यो प्रोसेसको सेक्सन छ, यहाँ 1 2 3 4 5 छ, यहाँ 6 एड गर्नु पर्यो भने यहाँ एड गर्यो भने तपाईँको 6 भएर यहाँ आइसक्यो। मलाई चाहिँदैन, म यसलाई डिलिट गरिदिन्छु। र त्यस पछाडि स्कलरसिप एभाइलेबल पनि यसरी रहेको छ, तपाईँले यसलाई पनि सेम तरिकाले एडिट गर्न सक्नुहुन्छ। अझै थप्नु पर्यो भने यहीँ गएर एडमा गएर थप्न पनि सक्नुहुन्छ। र
र त्यस पछाडि भिजा गाइड रहेको छ, यसलाई पनि सेम तरिकाले एडिट गर्न सकिन्छ। र त्यस पछाडि अर्को एउटा सक्सेस स्टोरिज रहेको छ, स्टुडेन्ट्सहरूको सेक्सन, यसलाई पनि सेम तरिकाले एडिट गर्न सकिन्छ। जस्तै अब यहाँ इमेज राख्न सकिन्छ, इमेजमा क्लिक गर्ने, अहिले मसँग इमेज यो छ, म यो राख्छु। र तपाईँले यता सेभ गरिसकेको पछाडि सेभ हुने बित्तिकै यहाँनिर रिफ्रेस गर्नुभयो भने यो इमेज पनि यहाँनिर डाइरेक्ट इन्स्ट्यान्ट सेभ हुन्छ, इन्स्ट्यान्टली तपाईँले चेन्ज पनि गर्न सक्नुहुन्छ आफ्नो वेबसाइट। र त्यस पछाडि अर्को सेक्सन रहेको छ, यहाँनिर एउटा सानो आर्टिकलको सेक्सन। र यहाँनिर चाहिँ तपाईँले यहाँ क्लिक गरेर टाइटल, कन्टेन्ट, जस्तै यहाँनिर कन्टेन्ट तपाईँले लामो पनि राख्न सक्नुहुन्छ। जस्तै अब यहाँ च्याट जिपिटीको अघि हामीले गरेको कि त्यो एबाउटको 300 वर्ड्सको डिस्क्रिप्सन राख्दैछौँ, तपाईँले चाहिँ जेन्युन कन्टेन्टै लेखेर राख्न सक्नुहुन्छ। 2026 ओके कन्टेन्ट पहिला मैले सेभ गरेँ। र अहिले अगाडि यस्तो थियो, यहाँनिर केही पनि कन्टेन्ट थिएन। र त्यस पछाडि मैले यसलाई ओके हामीले सेभ गरेको कि छैन, यहाँनिर गएर सेभ गरिसके पछाडि यसरी रिफ्रेस गर्छु। त्यस पछाडि यहाँ हेर्छु हाम्रो कन्टेन्ट पनि आइसकेको छ, र यहाँनिर गएर सेयर पनि गर्नु सकिन्छ। त्यस पछाडि यहाँनिर कन्ट्याक्ट्सको सेक्सन, र कन्ट्याक्ट्सको सेक्सनमा इटरी सुनसरी फोन नम्बर हामी चाहिँ इमेल हाम्रो आएको छ। यहाँनिर तपाईँको कन्सल्टेन्सीको अर्को पनि अफिस छ भने यहाँ गएर एडमा गरेर यहाँनिर अर्को पनि अफिसको, जस्तै यहाँ हाम्रो अहिले मैले राखेको थिएँ काठमाडौँ, एड्रेस राख्थेँ काठमाडौँ। र त्यसरी नै फोन नम्बर अहिले मैले समथिङ, इमेल पनि यसरी राख्न सकिन्छ। यहाँ क्लिक गर्छु र यहाँ आवर्समा पेस्ट गरिदिन्छु। ओके यसरी एडिट गर्न सकिन्छ। र यहाँ फेसबुक, युट्युब, इन्स्टाग्राम, युट्युबको युआरएल पनि एड गर्न सकिन्छ पछाडि पनि। त्यस पछाडि अर्को भनेको फुटर रहेछ, फुटरलाई पनि सेम तरिकाले एडिट गर्न सकिन्छ। अहिले मैले यसलाई यतिकै छोडिदिएँ र सेभ। र त्यस पछाडि तपाईँको साइट फुल्ली रेडी भइसक्यो। र यहाँनिर तपाईँले आइकन पनि देख्न सक्नुहुन्छ तपाईँको र सबै। र यिनीहरू पनि वर्किङ छ। डेस्टिनेसन्समा गयो भने डेस्टिनेसन्सको आउँछ, सर्भिसेसमा गयो भने सर्भिसेस, सक्सेस स्टोरिजमा सक्सेस स्टोरिज, कन्ट्याक्टमा गयो भने कन्ट्याक्ट। कि अब एडिटिङ सकिसकेको छ, त्यस पछाडि हामी ब्याक गएर जस्तै अहिले भर्खर बनेको साइट हो, यो अहिले मैले मात्रै भिजिट गरिरहेको, त्यही भएर एनालाइटिक्समा गएर मैले हेरेँ भने जस्तै यहाँनिर देखाउँछ अहिले म जापानमा भएको रे, जापान कन्ट्रिजबाट 6 भिजिट आएको छ भनेर देखाउँदैछ। तपाईँले यसरी कुन ठाउँबाट आफ्नो भिजिटहरू आइरहेछ भनेर हेर्न सक्नुहुन्छ। यो च्याटबोट समरी भन्ने छ, तपाईँले आफ्नो साइटमा च्याटबोट पनि डिप्लोय गर्न सक्नुहुन्छ, जसले तपाईँको क्वेरिज, तपाईँको एन्सरहरू रिप्लाई गर्छ, तपाईँको बुकिङहरू सबै ह्यान्डल गर्छ। त्यो चाहिँ हामी अर्को नेक्स्ट भिडियोमा देखाउनेछौँ कसरी एआई च्याटबोट आफ्नो साइटमा डिप्लोय गर्ने भनेर। र त्यस पछाडि अहिले हामी जस्तै यो इमेल क्याम्पेन हेर्न गइरहेछ, यहाँबाट तपाईँले इमेलहरू लेखेर पठाउन सक्नुहुन्छ, जस्तै प्रपोजल इमेल, यसरी मार्केटिङहरू गर्न सक्नुहुन्छ, कुनै देशको लागि, कुनै कन्ट्रीको लागि भनेर मेल मार्केटिङहरू। र त्यस पछाडि अहिले यहाँनिर रहेको यो सिआरएम भन्ने छ। यो सिआरएम कन्ट्याक्ट्समा चाहिँ तपाईँको साइटमा यहाँनिर कसले कन्ट्याक्ट गरेर तपाईँलाई उसको कन्ट्याक्ट चाहिँ यहाँनिर ब्याकअप भएर आउँछ। जस्तै फर इक्जाम्पलमा मैले अहिले यहाँनिर गरेँ, तपाईँको साइट हो यो, अहिले भर्खर हामीले बनाएको साइट। र यसमा गएर मैले एउटा यहाँनिर इमेल राखेँ, जस्तै अहिले मैले मेरो इमेल राखेँ, र अहिले मैले फोन नम्बर राखेँ मेरो, समथिङ ऱ्यान्डमली राखेँ मैले एउटा। मेसेजमा मैले अहिले अघि च्याट जिपिटीबाट लेखाएको थोरै यसैलाई कपी गरेँ र पेस्ट गरेँ। त्यसपछि यहाँ गएर हामीले सबमिट गरिसके पछाडि ओके मेसेज सेन्ड भएको छ। ओके हामीले त्यहाँनिर सबमिट गरिसकेका छौँ फर्म। र त्यस पछाडि म यहाँ आउँछु जिमेलमा, यहाँ चेक गरौँ। र जिमेलमा यहाँनिर यी मेसेज आइसकेको छ, अघि हामीले राखेकै इमेलबाट मेसेज आएको छ। यहाँनिर चाहिँ यु हेभ रिसिभ्ड अ न्यू मेसेज फ्रम युर वेबसाइट कन्ट्याक्ट फर्म, वेबसाइटको कन्ट्याक्ट फर्मबाट एउटा मेसेज आएको छ भनेर यहाँ इमेल आएको छ। र यहाँनिर हामीले हालेको डिटेल्सहरू देख्न सकिन्छ, नेम, इमेल, फोन नम्बर, एड्रेस, प्रिफर्ड कन्ट्री, प्रिफर्ड कोर्स र मेसेज पनि देख्न सकिन्छ। र त्यस पछाडि अघि हाम्रो यहाँ ड्यासबोर्डमा गएर इमेल क्याम्पेन्समा हेर्ने हो भने यहाँनिर सिआरएममा अहिलेको इमेल पनि इमेल र नेम आइसकेको छ। र यहाँबाट हामीले एड गरेर
यहाँनिर तपाईँले पुरै यस्तो खालको इमेल लेख भनेर पनि दिन सक्नुहुन्छ। अहिले जस्ट मैले ट्राईको लागि त्यही अघि आएको त्यही इमेलको मेसेजलाई उयो गरेको छु। ओके, अब यहाँनिर यहाँ इमेल लेखेर रेडी भइसकेको छ। जस्तै यसलाई हामीले एल्लोसम्म बस्ने भनेर यो तरिकामा होइन, ब्ल्याङ्क प्रपोजल सपोर्ट फलोअप। ओके, फलोअपको यो टेम्प्लेट्समा गएर उयो गरिसकेको छु। त्यसरी यसले इमेलहरू आफै डिटेक्ट गरेको छ। यो हाम्रो नम्बर पनि अघि हामीले जे राखेको थियौँ 1 2 3 4 5 6 त्यही छ। र त्यस पछाडि यहाँनिर एड लिङ्क फुटर पनि यसरी आएको छ। र मैले यसरी सेन्ड क्याम्पेन गरिदिन्छु। र त्यस पछाडि यो इमेल सेन्ड भइसकेको छ। र त्यस पछाडि म यहाँनिर त्यो जिमेल खोल्छु। यहाँ हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ हाम्रो मेल आइसकेको छ। यहाँनिर एड लिङ्क इन्टरनेसनल भनेर मेल आइसकेको छ। र यहाँनिर इमेल वेबसाइट यो सबै यहाँ यो पछाडि हाम्रो एउटा प्रोफेसनल वेबसाइट सेटअप भइसकेको छ। र अबको नेक्स्ट भिडियोमा हामीले यो एआईबाट बुकिङ्सहरू कसरी लिने, एआईबाट लिड कसरी जेनेरेट गर्ने, र त्यस पछाडि यहाँनिर हाम्रो आफै एआई च्याटबोट कसरी डिप्लोय गर्ने भन्ने बारे र यस्तै अपडेट्सको लागि च्यानललाई सब्सक्राइब गर्नु भने नभुल्नुहोला।